सम्पूर्ण श्रद्धालु भक्तजनहरू जय श्री राधे राधे। यति बेला हामी ऐतिहासिक श्रीगण्डकी सतकुण्डी गायत्री कोट्यम विराट ज्ञान महायज्ञमा छौँ। आजबाट पूज्य माता भागवत मञ्जरी राधिका माताजीको मुखारबिन्दबाट यहाँ कथा प्रवचनको कर्म भइराखेको छ। यति बेला उहाँलाई भव्य स्वागतको साथमा ल्याउँदै गरेको अर्थात् स्वागत गर्दै गरेको यो दृश्य तपाईँ यहाँबाट देखिराख्नु भएको छ। ल देख्न सक्नुहुन्छ यति बेला आकाशबाट उहाँलाई पुष्प वृष्टि गरिएको छ। प्लेनबाट उहाँलाई पुष्प वृष्टि गरेर अगाडि बढाउँदै गरेको दृश्य रहेको छ। उहाँको स्वागतको लागि यहाँ आज 10,000 भक्तजनहरू लामबद्ध भएर बस्नु भएको छ। यहाँका स्थानीयहरू लगायत कास्की जिल्ला छिमेकी जिल्लाहरूबाट पनि आज राधिका माताको मुखारबिन्दबाट कथा श्रवण गर्न उहाँलाई स्वागत गर्नको लागि यो भव्य स्वागत भइरहेको दृश्य हामी यहाँबाट देख्न सक्छौँ। उहाँले पनि सम्पूर्ण आफ्ना भक्तजनहरूको लागि अभिवादन गर्दै नमस्कार गर्दै अगाडि बढिराख्नु भएको दृश्य हामी यहाँबाट देखेका छौँ। त्यसै गरी सयौंको सङ्ख्यामा पत्रकारहरू पनि उहाँको भिडियो कैद गर्नको लागि उपस्थित भएको दृश्य पनि हामी यहाँबाट देखेका छौँ। र म तपाईँ सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई जानकारी गराउन चाहन्छु, आजदेखि यस कार्यक्रमको समापन दिनसम्म अर्थात् 26 जेठसम्म उहाँको श्रीमद् देवी भागवत कथा प्रवचन गर्नुहुनेछ। सम्पूर्ण श्रद्धालु भक्तजनहरू अब पनि ऐतिहासिक श्रीगण्डकी कोट्यम महायज्ञको समापन हुनको लागि पूर्वाङ्ग हुनको लागि अब केही दिन मात्र बाँकी रहेको छ। तसर्थ सम्पूर्ण श्रद्धालुहरू जहाँ जस्तो अवस्थामा हुनुहुन्छ यो कुम्भ मेला यस गण्डकी कोट्यमको दर्शन गर्न कोही पनि नछुट्नुहोला। र हाम्रा पूज्य माता राधिका दासीज्यूलाई पनि हामी हार्दिक स्वागत पनि अर्पण गर्न चाहन्छौँ। जय होस्।